सृष्टिमा एउटा स्केचको रूपमा हो, तर एउटा आत्मा हुनुहुन्छ भनेर हामी देख्दछौँ। तर त्यो आत्माको चाहिँ स्केच भन्छ नि, एउटा प्रतिरूप चाहिँ प्रतिछाया चाहिँ के थिएछ भन्दाखेरि को थिएछ त कि के थिएछ त? तपाईँ जस्तै व्यक्ति थिएछ, मै जस्तो व्यक्ति थिएछ। आत्माको प्रतिरूप। परमेश्वर आत्मा हुनुहुन्छ। यूहन्ना 4:24 पनि कुरा उल्लेख गरिएको छ, परमेश्वर आत्मा हुनुहुन्छ। उहाँलाई पुज्नेले आत्मा र सत्यतामा पुज्नु पर्दछ। तर त्यो आत्माको स्केच, आत्माको प्रतिरूप चाहिँ कस्तो थिएछ त हो भनेदेखि चाहिँ परमेश्वरले भन्नुभएको थियो कि उहाँ आदमलाई आफ्नै स्वरूपमा बनाउँछ। आदमको प्रतिरूप नै परमेश्वरको प्रतिरूप हो। आदमलाई देख्ने मान्छेले चाहिँ कसलाई देखेका थिए त? परमेश्वरलाई देखेका थिए। रोमी 5 अध्यायमा भन्दछ कि आदम भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ। हामी सबै पहिलो आदम, प्रथम आदमको द्वारा हामी मारिएका र पापमा चाहिँ नष्ट भएको थियो भने हामी दोस्रो आदमद्वारा फेरि जीवन प्राप्त गरेका छौँ। अनि पावलले पछिबाट भन्दछ कि अब यसले भन्नुभयो जसले मलाई देखेको छ उसले पितालाई देखेको छ। अनि अर्को कुरो चाहिँ पावलले पछि पहिलो कोरिन्थी 11 अध्यायमा भन्छन् कि मेरो देखा सिकी गर जसरी मैले ख्रीष्टको देखा सिकी गरेको छु। इमिटेट मी एज आई इमिटेट क्राइस्ट हो। यो इमिटेसनको कुराहरू हिजो पनि यी कुराहरू हामी जहाँ चलेको थियो। कसले परमेश्वरलाई देखेको छ भन्दा उहाँ अदेख हुनुहुन्छ, अनसिन गड, नदेखिनु हुने परमेश्वर हुनुहुन्छ। तपाईँहरू मन्जुर हुनुहुन्छ? परमेश्वरलाई कसैले देख्नु सक्छ कि सक्दैन? टाउको हालिहाल्नु भयो। हाम्रो एउटा मित्रले चाहिँ देखिँदैन भनेर चाहिँ है, हाम्रो यो देखिँदैन भनेको नि कथा छ नि, देखिँदैन। परमेश्वर तपाईँले देख्नु भएको छ? देख्नु भएको छैन। कसैले परमेश्वरलाई देख्नु भएको छ? उहाँले देख्नु भएको छ। हजुर, उहाँले पनि देख्नु भएको छ। ल अब यो किसिमको परिकल्पनामा तपाईँले परमेश्वरले तपाईँलाई सृष्टि गर्दा कसको स्वरूपमा बनाउनु भयो? आफ्नै स्वरूपमा सृष्टि गर्नु। जब कसैले पनि परमेश्वरलाई देख्नु भएको छैन भने दुःख लाग्दो कुरो चाहिँ के हो भने तपाईँले आफूलाई कहिले पनि देख्नु भएको छैन। यु हेभ नट सिन योरसेल्फ। किनभनेदेखि त पावलले भन्छ तिमी पवित्र आत्माको मन्दिर हौ। यु आर द टेम्पल अफ द होली गोस्ट। तपाईँ पवित्र आत्माको मन्दिर हुनुहुन्छ। तपाईँ नै परमेश्वरको स्वरूप चाहिँ तपाईँ हुनुहुन्छ। जतिले उहाँलाई ग्रहण गरे, यूहन्ना 1:12मा जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरले उहाँको सन्तान पुत्र हुने हक दिनुभयो। त्यो जुन हक छ नि, त्यो हक भनेको चाहिँ परमेश्वरको स्वरूप हुने, परमेश्वरको स्वरूप। हामी आदम पनि हामी जस्तै थिए, अहिले हामी आदम जस्तै छौँ। कुरो यति मात्र हो कि आदम पापमा मरेका थिए, हामी पापबाट विजय प्राप्त गरेर पापबाट जिएका छौँ। पहिलो आदमले सृष्टिमा मृत्यु ल्यायो, दोस्रो आदमले सृष्टिमा जीवन ल्यायो। दोस्रो आदम प्रभु हुनुहुन्छ, येशू हुनुहुन्छ, परमेश्वरको। उहाँ कसरी परमेश्वरका पुत्र हुनुभयो त भन्दाखेरि जुन आदमको बगैँचामा गुमाइएको प्रतिरूप हो, आदम यस्तै थियो भन्ने कुरा चाहिँ रोमी 5 अध्याय अनुसार आदम नै आदमकै प्रतिरूप चाहिँ उहाँले रिट्राइभ भनेर भन्छ। उहाँले फेरि हामीलाई चाहिँ फिर्ता दिनुभयो, येशू ख्रीष्टलाई मात्र देखाउनु भयो। त्यसैले हामी आज येशू ख्रीष्टलाई ग्रहण गर्नेहरू चाहिँ हामी परमेश्वरका स्वरूपहरू हौँ। येशूले भन्नुभयो तिमीहरू संसारका देवहरू भनेर। के भन्छ? तिमीहरू संसारका देवताका ईश्वरका प्रतिरूपहरू हौ। त्यसैले गर्दाखेरि मैले तपाईँलाई भन्नु खोजेको आज यहाँ
कुनै पनि सम्प्रदायका कुराहरू होइनन्, कुनै पनि समूहका कुराहरू होइनन्। तर यहाँ आज तपाईँ र हामीले एउटा आशिषको अद्भुत शक्तिको विषयमा कुरा गर्दै गर्दा, सिक्दै गर्दाखेरि परमेश्वरको स्वरूपको कुरा गरौँ। आज चाहिँ परमेश्वरको प्रतिरूपका कुरा गरौँ। हामी त्यो सबैभन्दा माथि चाहिँ त्यो हो, सृष्टिमा परमेश्वरले हामीलाई सृष्टि गर्नु हुँदाखेरि उहाँले आफ्ना स्वरूपमा सृष्टि गर्नुभयो। एउटा कुरा कहिलेकाहीँ हामी भन्छौँ नि, अल नोइङ गड, सबै कुरा जान्नु हुने परमेश्वर भनेर भन्छ। कसरी सबै कुरा तपाईँको सबै कुरा तपाईँले जान्नुहुन्छ? उदाहरणको लागि यहाँ हजुर यता मलाई हेर्स्यो है, यो हेर्स्यो भने चाहिँ अलिक उता खाल्लोतिरको भाषा है, मलाई नि बानी लागिसक्यो, यता हेर्नु होला नि है। जस्तो अघि मैले भने आँखा चिनमा सबै गरेका छन्, तपाईँले कसैले थाहा नपाउने, हजुर चाहिँ बाहिर सट्टै जानु, कसैले पनि थाहा पाएन। तर त्यहाँ एउटा व्यक्तिले थाहा पाएको छ। त्यो थाहा पाउने व्यक्ति को हो? त्यही त, त्यो थाहा पाउने व्यक्ति एउटा छ। त्यो को हो? उहाँलाई मात्रै थाहा छ, म सुटुक्कै भागेर जाँदैछु भनेको हो, सुटुक्कै थाहा हुन्छ। तपाईँ के गर्दै हुनुहुन्छ नि, अल नोइङ भनेको एउटा इन्डिकेसन भन्छ नि, एउटा त्यो पनि हो। तपाईँमा परमेश्वर हुनुहुन्छ, तपाईँले के गर्दै हुनुहुन्छ, तपाईँलाई सबै कुरा थाहा छ। त्यसैले तपाईँमा बास गर्नुहुने परमेश्वरले सबै कुरा तपाईँको कुरा थाहा छ। मलाई थाहा छैन है, मलाई थाहा छैन, परमेश्वरलाई थाहा छ भनेर भन्छ। अनि त्यसपछि त्यो ढाँट्ने होस् कि छाट्ने होस् कि राम्रो काम गर्ने होस् कि नराम्रो काम गर्ने होस्, तपाईँलाई के थाहा छ? कि मलाई थाहा छ कि परमेश्वरलाई थाहा छ? परमेश्वरलाई थाहा छ भनेको चाहिँ यु नो यु आर सेफ। तपाईँलाई चिन्ने सबैभन्दा नजिकको व्यक्ति को हो तपाईँलाई थाहा छ? तपाईँको बाउ हो, तपाईँको आमा हो, तपाईँको श्रीमती हो, तपाईँको साथी हो, अनि को हो? तपाईँ मात्रै। तपाईँलाई चिन्ने तपाईँलाई मात्रै। सबैलाई ढाक्न सकिन्छ, आफूले आफूलाई कहिले पनि ढाक्न सकिँदैन। त्यो हो। यहाँ ढाँटेर जान्छौँ, त्यहाँ निस्केपछि उसले के भन्छ, रामबहादुर तैँले त बिजोकै गरिस् नि, आज ढाँटिस् त भन्छ होइन। त्यही नै कसले कसलाई भनेको? आफूले आफूलाई। त्यसैले आफूले आफूलाई चिन्ने है। अब हामी के लाग्दछ भने परमेश्वरले जब मानिसलाई सृष्टि गर्नुभयो, उहाँले त्यो सृष्टिमाथि, त्यो इमेजमाथि, त्यो परमेश्वरको प्रतिरूपमाथि, परमेश्वरले आफ्नो प्रतिरूपमाथि चाहिँ के गर्नुभयो? आशिष दिनुभयो र के भन्नुभयो अरे? फल्दै फुल्दै वृद्धि हुँदै जाऊ भनेर। हामीले साधारणतया हामीले जानेको र सिकेको कुरो के छ भनेदेखि परमेश्वरले आदम र हव्वालाई चाहिँ आशिष दिनुभयो। नर्मली द्याट्स करेक्ट। साधारणतया त्यो कुरो ठिक हो कि परमेश्वरले आदम र हव्वालाई बनाइसकेपछि के दिनुभयो? आशिष दिनुभयो। तर तपाईँ र हामीलाई यो पनि थाहा हुनुपर्छ कि परमेश्वरले आदम र हव्वालाई बनाइसकेपछि आफ्नो प्रतिरूपमा आशिष दिनुभयो। दे वर इमेज अफ गॉड। उनीहरू चाहिँ परमेश्वरको प्रतिरूप थिए, स्वरूप थिए। तपाईँ परमेश्वरको स्वरूप हो, म परमेश्वरको स्वरूप। एउटा परमेश्वरबाट आशिष प्राप्त गर्न चाहने व्यक्तिले, अर्थात् परमेश्वरको आशिष प्राप्त गर्न सक्ने र यो अद्भुत आशिषको सहभागी हुन चाहनेले चाहिँ यो कुरा थाहा पाउन जरुरत छ कि परमेश्वरले मलाई सामुएल संग्राम राईलाई मात्रै आशिष दिएको होइन, तर परमेश्वरले आफ्नो प्रतिरूपमा आशिष दिनुभयो। यदि तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहनेछु। प्रभु शिक्षकले भन्नुभएको होइन र?
हामीमा ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको प्रतिरूप हुनुहुन्छ। त्यसैले गर्दाखेरि उहाँले प्रतिरूपमा, उहाँको आफ्नो प्रतिरूपमा आशिष दिनुभएको। यो कहाँ दिनुभएको? यो आदनको बगैँचामा दिनुभएको। तर जुन आदनकै बगैँचामा सुन्दर आदनको बगैँचा, तपाईँले आदनको बगैँचाको एउटा अर्को प्रतिरूप तपाईँले देख्नु भएको छ। प्रतिलिपि भन्छौँ नि, हो, एउटा स्केच भन्छौँ नि, तपाईँले देख्नु भएको छ। आदनको बगैँचाको वर्णन अन्त कहीँ गरिएको छ? थाहा छ तपाईँलाई? थाहा छ कसैले? पास्टर बाबाहरू बी ओपन, बी कमान, आउनुहोस् भन्नुहोस्, कहीँ वर्णन गरेको तपाईँले थाहा गर्नु भएको छ? चर्कोसरले हजुर कहाँ छैन? हो, त्यो अर्को ठाउँमा छैन त? हामीसँग आशिष छैन त पास्टर राजकुमारज्यू? छ। वचन सङ्ग्रह 23 दाउदले भन्छ है, सुक्खा चाहिएको पानी मेला। वचन सङ्ग्रह 1 हरियो खोलाको तीरमा रोपेका रुखहरू हो। वचन सङ्ग्रह आदनको बगैँचा यही हो भनेर चाहिँ कहीँ पनि लेखिएको छैन। तर त्यसको स्केच प्रतिरूप त्यहाँ लेखिएको छ भने आदनको बगैँचाको प्रतिरूप चाहिँ वचन सङ्ग्रह 23 हो। त्यहाँ भनेको छ कि परमप्रभु मेरो गोठाला हुनुहुन्छ। आदनको बगैँचामा परमप्रभु चाहिँ आदम र हव्वाका गोठाला थिए। मलाई केहीको खाँचो छैन, उहाँले सबै कुराहरू त तिमीले खान सक्छौ। नो, आई सेल नट वान्ट, केही कुराको अभाव हुने छैन भनेको छ। तैँले बगैँचाको सबै कुरा खान सक्छस्, नथिङ, केही पनि आवश्यकता थिएन। वचन सङ्ग्रह 23 पढ्नुहोस् न है। सुक्खा चाहिएको पानी मेरा डोर्याउनुहुन्छ होइन। त्यहाँनिर चाहिँ के अरे आदनको बगैँचा चाहिँ सबसे वन्डरफुल, एकदमै मनमोहक रहिन्छ, त्यस्तो किसिमको थियो। यो कुरो दाउदले यो कुरा कसरी उल्लेख गरे त? यो कुरा कसरी? दाउद साँच्चै नै आदनको बगैँचाबाट आएको व्यक्ति पनि होइन। दाउद साँच्चै नै दाउद चाहिँ स्वर्गबाट ओर्ली आएको व्यक्ति पनि होइन। साँच्चै नै ऊ एउटा पवित्र होली, के अरे होली अफ होली मान्छे पनि, पवित्र सिद्ध मान्छे पनि होइन। तर यस्तो किसिमको संयोग भएर आयो कि दाउदको जीवनमा, हो, यस्तो किसिमको संयोग भएर आयो कि उसको जीवनमा ठुलो दुर्घटना घट्यो। सबैभन्दा पहिलो उसले हत्या गर्यो। पहिले सबैभन्दा पहिला उसले व्यभिचार गर्यो, त्यसपछिबाट उसले हत्या गर्यो। दुईटै कुराहरू, तीनका मध्येमा मूर्ति पूजा देखिँदैन, तर हत्याहरू र व्यभिचार भन्ने कुरा चाहिँ मूर्तिसँग सम्बन्धित कुराहरू हुन्छ। ती कुराहरू गर्यो। द वर्स्टम्यान, कमसेकम तपाईँले त भन्नुहुन्छ होइन, कहिलेकाहीँ अक्कल झुक्कलमा कतातिर खासा खुसु केही भए पनि, तर भनौँ न तपाईँले सोध्नु होला, अब साधारणतै परमेश्वरसँग क्षमा माग्नुभयो, मान्छे नै त काटिसक्नु त भएको छैन होला होइन। गाउँभरि तपाईँ र म त्यो किसिमले त के अरे भने जसरी दाउद संसारभरि गनाएको थियो नि, हाम्रो नेपाली भाषामा भयो साह्रै गनायो, डङ गनायो भन्छ नि। दाउद यति गनाएको थिए कि डङडङ्गी गनाएको थियो सारा इजरायली है। त्यति नालायक, त्यति गिरेको मान्छे। तर उसको जीवनमा एउटा कुरो के आयो भनेदेखि सुन्नुहोस् है, म उसले पश्चाताप गर्ने एउटा अवसर पायो। अनि जब पश्चाताप गर्दाखेरि त्यहाँ एउटा कुरो लेखिएको छ। ऊ भजन सङ्ग्रह 51 उसले लेखेका छ कि है, चूर्ण हृदय। जब यो चूर्ण हृदय, इजरायलको पुस्तकमा, यिर्मयाको पुस्तकमा हामी देख्छौँ कि परमप्रभु परमेश्वरले ढुङ्गाको हृदय निकालेर के अरे मासुको हृदय दिनुहुन्छ। यो चूर्ण हृदय भनेको चाहिँ व्यभिचारको हृदय, यो हृदय दाउदसँगको हृदय चाहिँ व्यभिचारको हृदय, हत्याको हृदय, एकदमै भनौँ न एउटा किसिमको चाहिँ पापले बढेको हृदय थिए। तर एक दिन उसले परमेश्वरको अगाडि आएर पश्चाताप गर्न पाएर उसको हृदय चूर्ण हृदय, खाट भन्छ चूर्ण हृदय
चूर्ण हृदय भनेको चाहिँ यसले होइन टालटुल गर्न पनि नमिल्ने, सजाउनु पनि नमिल्ने, बनाउनु पनि नमिल्ने, इन्टायरली सबै खास भएकोलाई चाहिँ चूर्ण हृदय भनेर भन्छ। जब उसँग दाउदसँग त्यो चूर्ण हृदय आयो त्यसपछि परमेश्वरले उहाँलाई एउटा नयाँ हृदय दिनु। त्यही हृदयमाथि आशिष दिएको होइन तर नयाँ हृदयमाथि आशिष दिएको। परमप्रभुले त्यसपछि भन्नुभयो David was a sure sinner but now he is my heart। तपाईँ बुझ्नुहुन्छ